Hello, namaste. Welcome to my new blog from बाजुरा. म चाहिँ अहिले बागलुङको मान्छे हैन. बाजुरा आइपुगेको छु हैन, जागिरको यात्राको क्रममा हैन. त्यहाँसँग चाहिँ यहाँ चाहिँ तल चाहिँ मार्तडी बजार छ, सदरमुकाम यहाँको हैन. यहाँको सदरमुकाम चाहिँ यस्तो छ हैन. तल पारिपट्टि चाहिँ खोला छ हैन. देख्न सक्नुहुन्छ यहाँ चाहिँ तपाईँले. म चाहिँ अहिले बाजुरा जिल्लामा छु हैन. बाजुरा जिल्ला सुन्दानी हो, कस्तो कहाँ होला भन्ने हिँड्थ्यो कि पहिला हैन, आफू नआउने बेलासम्म. अहिले आफू आइसकेपछि यहाँको चाहिँ हरेक कुरा बाटैबाट गाडीबाटै हेर्दै देख्दै आउनु पाइयो हैन. लास्टमा चाहिँ अब यहीँ चाहिँ 4 देखि 5 वर्ष यहीँ चाहिँ हाम्रो यही माटो यही पाहा पखेरासित चाहिँ हाम्रो घुलमिल हुन्छ हैन. प्रकृति रूपमा त एकदम दामी छ नि. अनि अझ प्रष्ट रूपले चाहिँ यहाँबाट देख्न सकिन्छ. यहाँ हामी बसेको चाहिँ जिल्लाको सदरमुकाम मार्तडी बजार हो. यो हल्का बजार विकास हुँदैछ हैन. सानो घरहरू छाप्राहरू हैन छन् हैन. यहाँ चाहिँ अब टक्क लाली गुराँस फुलिरहेको छ है. लाली गुराँस फुल्ने सिजन हो नि त. म त यस्तो त हाम्रोतिर हामी त के भन्छ अरे, यस्तो लाली गुराँस त कस्तो प्रकारको लाली गुराँस देखेको ठाउँको मान्छे हो. यो हामीलाई नौलो लाग्ने कुरा होइन नि. तैपनि म तपाईँहरूलाई यहाँ कति चाहिँ नदेखेका नि हुनुहुन्छ होला हैन, मेरो सब्सक्राइबरहरू हैन. उहाँहरूलाई चाहिँ हो यो हैन, यस्तो दामी हुन्छ है यो चाहिँ. कस्तो दामी खालको हैन. अनि नदेखेकोलाई चाहिँ ओहो लाली गुराँस पाएपछि त कस्तो भन्ने हुन्छ हैन. म अनि त्योहरू चाहिँ देखाइरहेको छु मैले. अब चाहिँ आज जस आएको यहाँ हामी बाजुरा जिल्ला आएको चाहिँ लगभग एक हप्ता 2 हप्ता लगभग 2 हप्ता हुन लाग्यो हैन. यहाँ चाहिँ कस्तो छ भने गाइजन, हाम्रो ब्यारेक चाहिँ हामी यहाँ छ भने हामी ब्यारेक यहाँ छ. हाम्रो यहाँ चाहिँ सबै बत्ती सत्ती यताउति सबै छैन. यहाँ चाहिँ घर यस्तो छैन. तर हाम्रो ब्यारेक यहाँ छ चाहिँ यहाँको चाहिँ घरतिर चाहिँ बत्ती छैन कि. यहाँनिर कस्तो पिछडिएको पिछडिएको भन्दा नि यहाँ चाहिँ यो घरमा चाहिँ बिजुलीको पोल छ हैन. त्यहाँ देख्न सक्नुहुन्छ. त्यो चाहिँ यहाँ यतातिर घर चाहिँ यस्तो तरिकाका ढुङ्गाका छन् हैन. ढुङ्गाल छाखान बिजुलीको पोल छ. तर यो घर राति बत्ती बल्दैन क्या. मैले राति कति हेरिरहेको हुन्छ हैन, तर बत्ती बलिराखेको हुन्न क्या यहाँ चाहिँ. अनि अहिले त माथि कुरा त के गर्नु, त्यहाँ देख्न सक्नुहुन्छ त्यो बिजुलीको पोल चाहिँ छ त्यहाँ नि हैन. तर त्यहाँ चाहिँ बत्ती छैन कि. यो चाहिँ सदरमुकाम हो कि हैन. सदरमुकाम नै हो. लगभग तलतिर सदरमुकामदेखि हामी भएको ठाउँमा आउनलाई त कति नै लाग्छ र, तपाईँको 10-15 मिनट नै लाग्दैन गाइजन. तर यो ठाउँमा नि बत्ती छैन कि भन्छ. यो ठाउँ चाहिँ कति विकट होला यो ठाउँका मान्छेहरू हैन. कस्तो के यहाँको जीवनयापन हैन, अचम्मको रहेछ कि यहाँ चाहिँ हैन. यहाँ चाहिँ यस्तो छ है माथि डाँडाकाँडा मजाले. यता अस्ति हामी माथिसम्म गएर आएको. यतातिर चाहिँ हल्का बाटो छ. त्यहाँ चाहिँ हल्का बाटो छ. माथि बिजुली चाहिँ छ तर बत्ती चाहिँ बल्दिन कि यहाँ. यस्तो छ कि यहाँको विकट हैन, के भन्ने हैन. अनि यहाँ चाहिँ बाजुरा आउनुभन्दा पहिला चाहिँ के भन्छ अरे, विकट हो नि त यो नेपालको हैन. अनि कस्तो के बाजुरा आउनुभन्दा पहिला चाहिँ कस्तो होला त्यो बाजुरा जिल्ला बहुत विकट छ होला हैन. के भन्छ अरे, बाजुरा बजाङ हैन. अनि यतातिरको यो के भन्छ यतापट्टि अछाम हैन. यिनीहरू जिल्ला त एकदम विकट हो नि हैन. एकदम कस्तो छ होला भन्ने के, कस्तो विकट छ होला भन्ने सोचेको थियौँ. तर चाहिँ यहाँ आउँदासम्म चाहिँ बाटो चाहिँ ठिकै रहेछ हैन. बाटो राम्रै. मान्छेहरू त बिचरा त्यही त हो नि हैन. यहाँको विकट त विकटै हो. तर जति सोचे जस्तो चाहिँ यहाँ आइसकेपछि त्यति विधि चाहिँ मैले पाइनँ हैन. तर चाहिँ के भन्छ अरे, एउटा चाहिँ दुःख लाग्ने कुरा हैन. यहाँ म चाहिँ बाजुरा जिल्लाको सदरमुकाममै छु. म चाहिँ नगरपालिका
नै हो यो। तर यता जगन्नाथ गाउँपालिकामा चाहिँ होइन। तर हेर्नु अब यहाँ चाहिँ यहाँ कस्तो एउटा भिडियो छ कि यहाँ कस्तो के निर्दयी होइन मान्छे होइन। यहाँको मान्छे त्यो यहाँको मान्छेमा चाहिँ अझै के भन्छ अरे छुवाछुत अनि सती प्रथा अनि यो छाउपडी प्रथा अझै बाँकी रहेछ कि यहाँको मान्छेमा। हामी नि यहाँ हामी यही गाउँमा नि यो गाउँमा अस्ति घुम्यौँ होइन। वहाँनिर माथि चाहिँ एउटा यो छाउपडी भनेर चाहिँ छाउपडी भनेर चाहिँ त्यो मिन्स हुँदाखेरि यो महिला दिदीबहिनीहरू के मिन्स हुँदाखेरि सुत्ने घर के यो उयो खोलामा चाहिँ यहाँनिर होइन यहाँ माथिनिर चाहिँ यहाँ माथिनिर चाहिँ त्यो महिलाहरू चाहिँ मिन्स हुँदाखेरि नुहाउने धारै छुट्यो कि त्यो धाराको एरियामा त पुरुष जानै नमिल्ने रहेछ अरे के त्यो हामीले अस्ति त्यस्तो भेट्यौँ होइन। अनि यहाँ चाहिँ त्यस्तो के होइन अनि त्यो भन्दै थियो अहिले सामाजिक सञ्जालमा खतरा भाइरल भयो के त्यो गाईलाई चाहिँ खोलामा जबरजस्ती धकल्दिएको छ नि त्यो गाईको बच्चालाई त्यो यो भिडियो हेर्नु है। तपाईँहरूले चाहिँ भिडियो हेर्नुभयो होइन। यहाँ चाहिँ खतरा के एकदम यति विधि धर्म मान्ने एउटा चाहिँ बढी मालिका मन्दिर छ कि माथि यो पाटन यो पुरै यो डाँडा गरेर 2-3 दिन लाग्छ अरे। त्यो मन्दिर पनि छ कि यहाँ यस्तो धर्म कर्म गर्ने यस्तो धार्मिक स्थलहरू पनि छ कि यहाँ चाहिँ होइन। अनि त्यो चाहिँ यहाँ चाहिँ त्यो के गर्ने रहेछ भने गाई त्यो जुन गाईको बच्चाखेरि यो जबरजस्ती खोलामा हालेको अनि यो जहाँसुकै के मान्छेलाई बैतरणी गर्ने बेला चाहिँ लास्टमा चाहिँ गाईलाई चाहिँ दान गर्छन् नि। अनि त्यो गाई चाहिँ के हुने रहेछ भने चाहिँ यिनीहरूले इभन त्यो बैतरणी गरेको मान्छेको मृत्यु भयो होइन त्यो दान गरेको गाई छ नि गाईलाई चाहिँ सँगसँगै यो त्यहाँ तपाईँहरूले देख्नुभयो भिडियो होइन। त्यो भिडियोमा सबै त्यो मलामी गएको मान्छेहरू हो कि तिनीहरू। अनि त्यो मान्छे चाहिँ जुन गाई बैतरणी गरेको मान्छे चाहिँ मृत्यु भयो त्यसपछि त्यो गाईलाई चाहिँ सँगसँगै खोलामा हालिदिने के। हेर्नु कस्तो पाप होइन। गाई त नेसनल एनिमल हो नि त होइन, राष्ट्रिय जनावर हो कि नेपालको हो किन। यो ठाउँ चाहिँ यस्तो होइन। अनि आउनु भएको हामी त भर्खरै आएको 8-10 दिन भयो होइन। यहीँको यस्तो घटना सुन्दाखेरि होइन। अनि अब यही ठाउँलाई चाहिँ सुरक्षा गरेर अझ 4 वर्ष मिनिमम पुरै चोखै तरिकाले 4 वर्ष बिताउनु पर्ने छ यहाँ होइन। यहीँको रहनसहन यस्तो छ होइन। यहाँ चाहिँ यहाँका मान्छेको चाहिँ बुद्धि, यहाँका मान्छेको के भन्छ अरे त्यो के भनौँ त्यो ज्ञानको कमी हो कि के हो होइन। त्यस्तो होइन।
अनि त्यो ठाउँ त आफैमा भौगोलिक रूपमा बिगड छ होइन। सरकारले नि यो ठाउँलाई अलि के भन्छ अरे हेला नै गरे जस्तो लाग्यो कि होइन। यसो यताउति हेर्दाखेरि त्यो छ होइन। अनि फेरि त्यो सँगसँगै यहाँका मान्छेको चेतना नि कम के फेरि मान्छे पनि होइन जे जस्तो भयो नि हुन्छ नि त्यो गाईलाई नै त्यो जनावरलाई नै खोलामा हाल्न पर्ने हुन्छ त्यो मान्छेको दिमाग त होइन कस्तो दिमाग हो भने। अनि यसो सोचे होइन अब यहाँ चाहिँ 4 वर्ष चाहिँ यही जिल्लामा यसरी बस्नुपर्ने होइन, कसरी बस्नुपर्ने कति गाह्रो होइन, कति गाह्रो फिल हुने होला। यहाँ चाहिँ चुनावमा नि हामीले सुनेको होइन, चुनावमा त यहाँ त मान्छे काटिदिन्छन् र मान्छे काटिदिन्छन् भन्ने सुनेको कि मैले। घरको भाइले यहाँ के भन्छ अरे खुकुरी हानन हुन्छ अरे यहाँ चुनावमा, स्थानीय तहको चुनावमा के त्यस्तो के ठाउँ यस्तो पिछडिएको छ होइन। यहाँको मान्छे यस्तो पिछडिएका छन् बिचरा, यहाँको रहनसहन होइन यहाँको एकदम बहुत नाजुक छ कि बिचरा। मैले भनिहालेँ अब यहीँ चाहिँ हामी यहीँ छौँ होइन। अनि सदरमुकाममै चाहिँ बत्ती छैन भने बजार एरियामा त मानव हुनु पऱ्यो होइन। बजार एरिया भन्दै लगभग 10 मिनटको बाटोमा बत्ती छैन। यो ठाउँ यस्तो बिगड छ, यहीँको मान्छेहरू यस्तो पिछडिएको छन् होइन। अनि यहीँको मान्छेमा फेरि यो चुनाव भन्ने के हुन्छ नि मान्छेलाई के कस्तो बिचरा के भन्ने है। ठुल्ठुलो नेताहरूले लोभ देखाएर हो कि के हो है। अब दिनभरि पारी जङ्गलभरि मजाले दिनभरि बाख्रा हेर्छन् कि यहाँका मान्छेहरू दिनभरि। यो बिचरा जीविकोपार्जन गर्नलाई त गाउँघर त हो नि हो कि नै खु माथि यो पुरै दाउरा मात्रै खोज्ने दिनभरि। अनि उहीँ के भन्छ अरे बाख्रा हेर्ने हो कि नै त्यस्तो ठाउँ छ होइन। अब यस्तो ठाउँमा आसु गाइज म होइन। अब ठिकै छ हेरौँ कस्तो हुन्छ होइन। बाँकी यहाँको भ्लगहरू चाहिँ होइन बडी मालिका चाहिँ गएको भ्लगहरू चाहिँ सबै म हाल्छु होइन। नियमित रूपमा भिडियो बनाउनु त सकिन्न हो कि होइन, जागिरै यस्तै छ। भिडियो बनाउने जागिर होइन नि त मेरो। म चाहिँ टाइम पास मेरो टाइमलाई चाहिँ हल्का फुल्का फ्री भएको बेला चाहिँ के भन्छ अरे फुर्सदको टाइमलाई चाहिँ सदुपयोग गरौँ भनेर चाहिँ मैले हल्का फुल्का भ्लग बनाइरहेको छु। जस्तो तपाईँहरूलाई मैले देखाइरहेको छु अस्तिको बाटोमा चाहिँ देखाइसकेँ म। हामी चाहिँ अछाम हुँदै होइन उता दैलेख अछाम हुँदै उता सुर्खेतको बाटो आएको। हामी चाहिँ आउने बेला अस्ति अब घर जाने बेला चाहिँ हामी त्यहाँबाट गयो। यहाँबाट चाहिँ सर्लकै तल साँफे बगर निस्केर साँफे बगरबाट अत्तरिया निस्केर अत्तरियाबाट हुँदै धेरै टाढा छु कि म गण्डकी प्रदेशको मान्छे। यो कुन प्रदेश हो यो? ल मलाई थाहा छैन। 7 नम्बर प्रदेश हो। 7 नम्बर प्रदेश नै हो क्या। म 4 नम्बर प्रदेशको मान्छे 7 नम्बर प्रदेशमा आएको। यहाँबाट हाम्रो घर जान मलाई ठ्याक्कै 3 दिन लाग्छ। 3 दिन म यति टाढा हो कि म यति टाढा आएको होइन। मेरो देश त हो नि होइन। यो नि के भन्छ अरे जागिरको दौडानको सिलसिलामा होइन यहाँ आइए ठिकै छ। म त्यही भएर चाहिँ बाँकी यहाँको रमाइलो प्रकृति रूपमा त दामी रमाइलो छ। यस्तो तपाईँको यो यस्तो गुराँसहरू फुले मजाले हो कि नै प्रकृतिले चाहिँ दामी गरेर माथि चाहिँ पाटन त्यो के भन्छ अरे बडी मालिका पाटन चाहिँ झन् दामी छ कि मैले नि यताउति युट्युबतिर यताउति हेरेको थिएँ होइन। त्यो दामी छ। त्यो नि तपाईँहरूलाई सबै देखाउँछु होइन। मैले भिडियोलाई चाहिँ सुरुदेखि अन्त्यसम्म हेरिदिनु भयो होइन, माया गरिदिनु भयो होइन। बाँकी भिडियो नि हेर्दै गर्नु होला। मलाई सब्सक्राइब गर्नु भएन भने सब्सक्राइब गरिदिनु होला। ट्याक्क के भन्छ अरे मैले त्यो सब्सक्राइब गरेको मान्छेले मैले ब्याक दिइ नै हाल्छु। सो त्यही नै हो गाइज होइन। अब चाहिँ पल्टनको जिन्दगी यस्तै हो होइन। अब चाहिँ यहाँ 4 वर्ष बितायो भने चाहिँ लगभग मेरो पेन्सन पाक्न लाग्छ लगभग। अब 1-1.5 वर्ष मात्रै बाँकी रहन्छ। अनि त्यसपछि चाहिँ फेरि पल्टन चाहिँ यहाँदेखि फेरि अर्को ठाउँमा कतै गयो भने अब पूर्व गयो भने मेरो नेपाल लगभग पुरै सकियो कि नेपाल मैले पुरै भ्याएँ, पुरै प्रदेश भ्याउँछु मैले। अब पल्टन लास्टमा चाहिँ पूर्व जाओस् भन्ने छ मेरो ऊ चाहिँ होइन। ठिकै छ। सुदूरपश्चिम प्रदेश कुन प्रदेश भनेको थिएँ अघि मैले है। यो सुदूरपश्चिम प्रदेश हो या कर्णाली प्रदेश त उता जुम्लातिर हो नि। यो सुदूरपश्चिम प्रदेश आइयो होइन। लास्टमा चाहिँ कर्णाली प्रदेश नआएको उता पूर्वतिर चाहिँ गइयो भने मजाले नेपाल चाहिँ भ्याइन्छ होइन। सो यस्तै हो। नेपालमा बसेर आफ्नो देश चाहिँ पुरै भिजिट गर्न पाइयो होइन। यस्ता विकट ठाउँहरू यताउति देख्न पाइयो होइन। मान्छेको रहनसहन होइन कस्तो हुँदो रहेछ के हुँदो रहेछ होइन हरेक कुरो देख्न पाइन्छ गाइज। यही नै हो खुसी कुरा होइन। सबै मान्छेले सबै कुरा चाहिँ पाएको हुन्न क्या। अब टन्न पैसा कमाउने मान्छेले नि यस्तो यो यहाँको हरेक कुरा देख्नु नै ठुलो कुरो हो कि। म चाहिँ त्यो नि सोध्छु। यो एक पाटोले त्यो नि सोध्छु होइन। एक पाटोले ओहो भन्ने नि हुन्छ होइन। आफूले यस्तो देखेर होला आफूलाई फेरि अरू कुराको अभाव छ नि त होइन।
फेरि अरू अरू कुरा देखेको मान्छेलाई चाहिँ यहाँ घुम्न आउँछन् यो बढी मालिक यहाँबाट 3 दिन लाएर माथिको पाटन हेरेर 3 दिनसम्म ट्रेकिङ मान्छेको सोख हुन्छ नि त्यो चाहिँ हामीलाई छैन नि त फेरि त्यो रहर चाहिँ ऊ मान्छे त्यस्तै घुम्न खाने होइन हामीलाई चाहिँ मतलबै छैन कि सो हामी जागिरको सिलसिला गरौँ हामी यति घुम्नु पाएको होइन म चाहिँ त्यसलाई नि एउटा पाटोमा त्यसलाई नि वा दामी मान्छु मैले खुसी होइन सो ठिकै छ होइन जति कुरा गरे नि कुरा र कुरो र कुलो चाहिँ जता लाग्यो त्यति जान्छ भने जस्तो कहिल्यै सकिन्न होइन कुरा जति गरे नि आइरहन्छन् कुराकानी होइन गाइज हेर्दै जानु होला म चाहिँ बाँकी भ्लग चाहिँ म हाल्दै गर्छु मेरो समय भएसम्म हेर्दै गर्नु होला है यति भन्दै आजको भ्लगलाई चाहिँ यही अन्त्य गर्छु